नमस्कार। आज म तपाईलाई गोरखाको ऐतिहासिक स्थल लिग्लिकोटको बारेमा केही जानकारी दिन गइरहेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। जहाँ एक अनौठो परम्परा अनुसार दौड जित्ने व्यक्ति राजा बन्ने गर्थे। यो कथा केवल इतिहास होइन, नेपालको एकीकरणको सुरुवात पनि लिग्लिकोट गोरखा जिल्लाको पालुङटार नगरपालिकामा अवस्थित समुद्री सतहबाट 1437 मिटर उचाइमा रहेको एक पहाडी किल्ला हो। यहाँबाट वरपरका पहाड र उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ। प्रत्येक वर्ष दशैंको अवसरमा सेवेघाटदेखि लिग्लिकोटसम्मको करिब 13 किलोमिटर लामो दौड आयोजना गरिन्थ्यो। जसले यो दौड जित्थ्यो उसलाई 1 वर्षका लागि घले राजा घोषणा गरिन्थ्यो। विक्रम सम्वत 1616 मा लमजुङका राजा यशोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाहले लिग्लिकोटको दौड जित्ने योजना बनाए। उनले स्थानीयहरूलाई मदिरा खुवाएर असावधान बनाई राजा दलसुर घले मगरलाई पराजित गरे र लिग्लिकोटमा शाह वंशको स्थापना गरे। द्रव्य शाहले लिग्लिकोट कब्जा गरेपछि उनले गोरखा क्षेत्रका अन्य किल्लाहरू पनि जित्दै गोरखा राज्यको स्थापना गरे। यही गोरखा राज्यबाट पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान सुरु गरे। आज पनि लिग्लिकोटमा प्रत्येक वर्ष लिग्लिक दौड आयोजना गरिन्छ, जसले यो ऐतिहासिक परम्परालाई जीवित राखेको छ। साथै लिग्लिकोटको शिखरमा 40 फिट अग्लो नेपालको राष्ट्रिय झण्डा फहराइन्छ, जुन राष्ट्रिय गौरवको प्रतीक हो। लिग्लिकोटको यो अनौठो परम्परा र इतिहासले हामीलाई नेपालको एकीकरण र सांस्कृतिक विविधताको गहिरो समझ दिन्छ। यदि तपाईलाई यो कथा मन पर्यो भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। तपाईको प्रतिक्रिया र सुझावहरू कमेन्टमा लेख्नुहोला।